नमस्कार, म सन्तोष सापकोटा। म फेरि पनि आएको छु तपाईँहरूको माझमा। हजुरहरूको प्रतिक्रिया अनुसार मैले मेरो काम गर्नेछु भनेर मैले तपाईँहरूलाई भनिरहेको थिएँ। त्यसै अनुरूप म फेरि पनि आएको छु। अब जे जति हामीले अतीतमा समाचारहरू पढे पनि बुझे पनि होइन, त्यसअनुसार विश्लेषण गरे पनि अगाडि पनि त्यस्तै समाचार चाहिँ संसारमा नफैलोस् भन्ने चाहिँ हाम्रो भूमिका हुनेछ। त्यसै अनुरूप मैले आज चाहिँ के गर्ने त, हाम्रो छाउगोठको लागि के गर्ने भनेर मैले मेरो विचार, मेरो आइडिया, मेरो भिजन तपाईँहरूलाई देखाउनलाई आइरहेको छु। यस अन्तरालमा मलाई धेरैजनाले धेरै किसिमको भन्नुभयो, सुने मैले होइन, के भन्नुभयो चाहिँ नभनौँ। अब तपाईँहरू इन्टेलिजेन्ट हुनुहुन्छ, तपाईँहरूको बुद्धि छ होइन, तपाईँहरू आफै बुझ्न सक्नुहुन्छ के भन्न सक्छन्। राम्रो नराम्रो दुईवटै पक्षलाई लिएर आकलन गरेर हेर्नु, मैले पनि ती सबै सुने होइन, खुसी लाग्यो। जस मेरो बारेमा कोही नसोच्ने पनि मैले अब चाहिँ मैले कसैको माइन्डमा त्यसरी मेरो बारेमा नि सोच्ने बनाएँ है भन्ने चाहिँ मैले अनुभूति गरेको छु। यसै अनुरूप मैले अब भनेको थिएँ, अब कुनै पनि सर्प तथा कुनै मान्छे चाहिँ त्यो छाउगोठको भित्र पुग्न नसकुन् र त्यहाँ सुतिरहेको ती सपना देख्ने आँखाहरू, ती भविष्यका कणहरू चाहिँ सुरक्षित हुनु भन्ने चाहिँ मेरो चाहना अनुसार म अब तपाईँहरूलाई देखाउन गइरहेको छु के गर्न सकिन्छ भन्ने कुरो, अनि के गर्ने भनेर म तपाईँलाई अहिले यहाँ र तुरुन्तै म तपाईँलाई यसै भिडियो मार्फत देखाउन गइरहेको छु। जस अनुरूप धेरै कुरोलाई चाहिँ हामी रोक्न सक्छौँ, कम गर्न सक्छौँ भन्ने चाहिँ हुन्छ। अनि एक्स्ट्रा केही पोइन्टहरू पनि छ, म त्यसलाई पनि तपाईँहरूमा राख्दछु, अनि जसले गर्दा आउने दिनमा झन् त्यो संरचना चाहिँ झन् अझ सुरक्षित हुन्छ है भन्ने जस्तो महसुस गराउँछु। तपाईँहरू अब व्यक्ति पिछेको घर निर्माण गर्न त अति असम्भवै होला होइन, अहिले पनि मान्छेहरू धेरै हुन्छ। तर यस्तो केस भनेको चाहिँ समुदाय रिलेटेड समस्या हो। अब तपाईँको एउटा सिङ्गो समुदाय नै अब तपाईँको छाउगोठलाई मान्छ, त्यसमा काम गर्छ, त्यसअनुसार प्रथा हो तर अनुसरण गरिरहेछ भनेदेखि अब त्यो सिङ्गो समाजलाई नै हुने गरेर सोच्नुपर्छ, हामीले त्यसलाई बुझ्नुपर्छ होइन। त्यसै अनुरूप चाहिँ हामीले त्यहाँ निर्माण गर्ने भौतिक संरचनामा चाहिँ यसरी नै हामी झ्यालमा चाहिँ यसरी ग्रिल हाल्ने भन्ने मेरो सामान्य सोचाइ। धेरै ठुलो आइडिया लिएर आएँ भनेर चाहिँ नसोच्नु होला होइन। अब यसले वक्ति अनुसार धेरै ठुल्ठुलो कुरो गरेछ, ठुलो बनेछ भन्नु होला होइन, त्यतिको धेरै तेज बुद्धि छैन होइन, धेरै ठुलो मान्छे पनि होइन भन्छु। म आफूलाई सामान्य ठाउँमा राखेर हेर्छु, म कोहीभन्दा कमी पनि छैन, अनि म कोहीभन्दा ठुलो र उत्कृष्ट पनि हो भनेर म आफूलाई बाँच्दैन। म यति हो कि म अरू समानको हो होइन, अरू समान छु र समानै रहन्छु। अब तपाईँको यो ग्रिलबाट हो भने चाहिँ तपाईँको यो यहाँ अझ बलियो बनाएर होइन यसरी ग्रिल हाल्ने होइन झ्यालमा, अनि जसबाट चाहिँ तपाईँको कुनै पनि वन्य जन्तुहरू चाहिँ त्यो सुतिरहेको ठाउँमा होइन सपना देख्ने उमासम्म चाहिँ पुग्न असक्षम बन्न रोक्न हामी सक्छौँ होइन, जङ्गली जनावरहरूदेखि लिएर। अब तपाईँको यसरी नै हामी त्यो घरको होइन त्यो झ्यालमा चाहिँ यसरी जाली हुन्छ, यो जाली तपाईँको देखिरहेको छ छैन होइन, यसरी जाली र तपाईँको ऊ हाल्ने हो। यो जाली धेरै मसिनो छ, यसको चाहिँ लामखुट्टे पनि छिर्दैन होइन। यसरी कुनै जीवन बसिरहेको ठाउँमा चाहिँ एउटा लामखुट्टे पनि नपुगोस् भन्ने चाहिँ मेरो धारणा छ। अनि त्यसै गरी त्यस छाउगोठको समुदायमा बनाएको होइन प्रथालाई अन्त्य गर्न नसकिने रोकथाम गर्नको लागि त्यो बनाएको संरचनालाई चाहिँ सिसिटिभीको निगरानीमा राख्ने होइन, अनि सिसिटिभीको फुटेज चाहिँ सिधै सर्भलेन्स चाहिँ हाम्रो नेपाल पुलिसको हेडक्वार्टर या सम्बन्धित निकायसम्म चाहिँ अब हामीले
त्यहाँको डाटा चाहिँ ट्रान्सफर गर्ने बनाउने चाहिँ सोच छ होइन, चाहना छ, जसले गर्दा चाहिँ सिधै थाहा होस् कि होइन त्यहाँ वरपर को गइरहेछ, के भइरहेछ, अनि त्यहाँको स्थिति के छ भन्ने कुरो चाहिँ हामी जान्न सकौँ होइन। काहीँ अन्त्य बसेर पनि अब सधैँ हामीले पुलिसलाई लगेर त्यहाँ छाउगोठमा त हामीले पनि राख्दिन सक्दैन होला, अन्त पनि धेरै समस्याहरूसँग समस्या भएको ठाउँमा उहाँहरू गएर त्यहाँको समस्याहरू हल गर्ने प्रयास गरिरहनु भएको छ। त्यही माथि अनि त्यसरी कहिले के हुन्छ भनेर त्यहाँ लगेर राख्न नसके तापनि सिसिटिभीलाई सिधै त्यहाँ छाउगोठमा जडान गरेर तपाईँको त्यसको फुटेजलाई चाहिँ ओडातिर म अझ पनि रिस्क मान्छु होइन, किनकि मान्छे धेरै ठाउँमा धेरै किसिमको छ, तर सिधै सिसिटिभी फुटेजलाई तपाईँको पुलिसकोमा लगेर राख्यो भने त त्यो जुन नकारात्मक व्यक्ति छ होइन, जो नकारात्मक भावनाले त्यहाँ नजिक पुग्छ भने त्यो हच्किएर त्यो चाहिँ अब त्यति नजिक जाने आँटै गर्दैन, त्यति नजिक गएन भने कुनै पनि दुर्घटना त्यहाँ हुँदैन भन्ने चाहिँ मेरो कल्पना छ होइन। अनि त्यसअनुसार चाहिँ मैले यो जुन छाउगोठको विषयमा लिएर नेपाल र नेपाली अनि हाम्रो देशको चाहिँ दुःख अनि अलिकति नराम्रो न्युज जुन बाहिर गइरहेछ होइन, त्यसलाई चाहिँ जानबाट रोक्न र हामी अब पहिलेको नेपाली होइन है, अब नयाँ नेपाली भइसक्यौँ, अलिकति हाम्रो मानसिकता सुध्रिसक्यो भनेर चाहिँ फैलाउन सकिन्छ भन्ने कुरो चाहिँ म बताउन चाहन्छु। अनि यसै अनुसार काम गर्नुभएको खण्डमा हाम्रो सुदूरपश्चिमको चेलीहरू सुरक्षित पनि हुनुहुन्छ र आफ्नो जीवनमा केही राम्रो अनुभूति पनि गर्न सक्नुहुन्छ। अनि हाम्रो सुदूरपश्चिमको परिवारहरू पनि हामी सुदूरपश्चिमको परिवारहरू पनि त्यस्तो दुःखमा नपर्ने अनि दुःख भोग्नु नपर्ने अनि अलिकति सुख शान्ति नै छाइरहने भन्ने मेरो कल्पना छ। अब यो कल्पनालाई मेरो यहाँ वास्तविकतामा ल्याउनलाई को कतिले के कति हात दिएर के कति सहयोग गर्नुहुन्छ भने त म आउने दिनमा तपाईँहरूलाई जानकारी गराउने नै छ। अनि कहाँबाट कसले के भन्नुभयो अनि के छ रेस्पोन्स भनेर पनि म आउने दिनमा तपाईँहरूलाई भिडियो मार्फत जानकारी गराउँदै गर्छु। त्यतिन्जेलसम्म मसँग जोडिरहनु, म तपाईँसँग जोडिरहेको हुन्छ। हस् त, धन्यवाद। अहिलेलाई छुट्टिन चाहन्छु। हस् त।